नमस्कार साथीहरू। यो हाम्रो काँक्रो र लौकाको प्लट हो। यसरी हामी एक ड्याङ काँक्रो लगाएका छौँ भने यसरी माथि माछको लागि चाहिँ यसरी लौकाको लागि माछ बनाएका छौँ। अनि मैले यहाँ हजुरहरूलाई देखाउन खोजेको जस्तै यो काँक्रो भयो, यसमा चाहिँ कुलोमा पानी बसेको थिएन, ग्रिनरी हेल्थ ठिकै छ। अनि यहाँ आएर यो कुलोमा पानी बसेको थियो है। अहिले अत्याधिक पानी परेको कारणले गर्दाखेरि र यहाँको बोचमा पानीले जरा सडाएको हुँदाखेरि र ह्युमिडिटीको तालमेल नमिल्दाखेरि अब यसरी रोग लागेको छ। जस्तै लौकामा पनि देख्न सक्नुहुन्छ। त्यसैले विशेष गरी यो बर्खा समयमा जुन आकाशबाट पानी धेरै पर्ने समय हुन्छ, यसको लागि अलिकति उच्च भाग बनाएर र पानीको निकास हुने गरी जो कटाउन मिल्ने गरी बेड बनाएर हामी कुनै पनि बाली लगाउँदाखेरि खर्च कम आउने हुन्छ र आफूले सोचे अनुसारको प्रोडक्सन लिन सकिनेछ। हजुरहरूको काँक्रो बारीमा पनि यसरी नै यस्तै रोग देखिएको छ भने सबैभन्दा बेस्ट मेरो अनुभवमा सेन्जेन्डाको रेडोमिल गोल्ड, त्यस्तै बायरको इन्फिनिटी हो, अनि युपिएलको मोक्सिमेटले राम्रो रोकथाम गर्छ है।